250 वर्ष हामीले राजालाई मौका दिएका हौं अरे। योगेश भट्टराईले मौका दिए हो? बोल्न पनि अलि होस पुर्याएर बोल्नुपर्छ नि। 250 वर्ष हामीले राजालाई मौका दियौं अरे। कतिखेर दिए योगेश भट्टराईले राजालाई? आफ्नै क्षेत्रमा गएर पाइला टेक्न भन्नु न। हैन, त्यही जनताहरुले, त्यहाँको जनताले। अनि तर्क पनि एउटा बेसमा बसेर गर्नुपर्छ के। 250 वर्ष योगेश भट्टराईले राजालाई मौका दिए हैन कि 250 वर्ष अगाडि पृथ्वीनारायण शाहले वर्तमान नेपाल देशको नक्सा कोरेको, जग बसाल्दैको सत्य एकीकरण गरे हो। सत्य इतिहास बोल्नुपर्छ। र जंगबहादुर राणाको समयसम्म आइपुग्दाखेरि अथवा राणाकालसम्म आइपुग्दाखेरि विश्व राजनीतिमा जुन प्रकारको उथलपुथल भइरहेको थियो, त्यो उथलपुथलले गर्दा होला हामी कति ठाउँमा चुक्यौं होला कि आज यिनीहरू चाहिँ सबै ठाउँमा सफल भएका छन्। यिनीहरू सबै ठाउँमा सफल भएका छन् भने चरम भ्रष्टाचार किन त? शिक्षा असफल किन? स्वास्थ्य असफल किन? रोजगार किन मान्छेले पाइरहेको छैन त? यी आफूलाई सफल भन्नेहरूको युगमा त जंगबहादुर यिनीहरूको तुलनामा सफल हो किन भन्दाखेरि उसले 4 वटा जिल्लाको जमिन फिर्ता लिएर आएको हो नि त, होइन? नयाँ देशै नयाँ नेपालै भन्छ नि त। त्यो त जंगबहादुरको देन हो नि। अनि के का 250 वर्ष हामीले राजालाई चाहिँ मौका दियौं भने यिनीहरूलाई त्यति पनि अध्ययन रहेछ। 250 वर्षमा त 4 वर्ष राणा शासन रह्यो। होइन, त्यो पनि छोडिदिनुस्। त्यो बाहेक तपाईको लगभग 70-80 वर्ष त नेपाल एकीकरणको लागि समय खर्च गरेर त्यो पनि छोडिदिनुस्। किन भन्दा लामो समयसम्म एकीकरणमा समय खर्च भएको छ। त्यसपछि जहानिया शासन आयो, त्यहाँ भित्र पनि एक खालको चाहिँ नि लुछाचुडी काटमार भएको छ। त्यो सत्य कुरा हो, होइन? तर तपाईको जंगबहादुरको समयसम्म आइपुग्दा पनि नेपालको सीमानाहरू स्थिर हुन सकेको पाइँदैन के। सुव्यवस्थित रूपले नेपालको नक्सा निर्माण गर्ने कार्यलाई जंगबहादुर राणाले अन्तिम रूप दिएका हुन् र जंगबहादुरको योगदान 4 वटा जिल्ला फिर्ता ल्याउने रहेको देखिन्छ, होइन? त त्यसो गर्दाखेरि तत्कालीन समयमा विश्व राजनीति जसरी अगाडि बढिरहेको थियो, त्यो चेपुवामा नेपालले आफ्नो अस्तित्व जोगाउनु नै ठूलो कुरा थियो। आफू जोगिएर आउनु नै ठूलो उपलब्धिको रूपमा थियो के। अनि 250 वर्ष मौका दियौं। कसरी यो चाहिँ नि मतलब उहाँले बोल्न सकेको भन्छु के म चाहिँ। उहाँले योगेश भट्टराईजीले नेपाल तयार पार्दिएर शाहवंशलाई ल 250 वर्ष तपाईं शासन गर्नुस् भनेर सुम्पिदिया हो कि अथवा पृथ्वीनारायण शाहको ठाउँमा योगेश भट्टराईजीको पुर्खाले नेपाल एकीकरण गर्नुभएको हो कि? त्यो वाह्यात कुराहरू भन्दा बाहिर निस्किन पर्यो। अनि नक्सा निर्माण गरिदिएको छ 250 वर्षमा, देशलाई जोगाएर ल्याइदिएको छ 250 वर्षमा। अहिले जति पनि विकास निर्माण यिनले जति पनि हामीले विकास गर्यौं भन्छन्, जुन पनि हामीले निर्माण गर्यौं भन्छन्, यसको सारा रूपरेखा पञ्चायतमै बनिसकेका थियो।